नमस्ते यारु सम्पूर्णलाई। आज मैले हजुरहरु समक्ष नेपालीका मौलिक शब्दहरू शब्द भण्डार अन्तर्गत नेपालीका मौलिक शब्दहरू तत्सम तद्भव र आगन्तुक शब्दको बारेमा लिएर आएकी छु। तत्सम र तद्भव शब्दलाई नेपालीका मौलिक शब्द पनि भनिन्छ। नेपाली भाषामा प्रयोग हुने शब्दहरूको ढुकुटीलाई शब्द भण्डार भनिन्छ। नेपाली भाषामा विभिन्न स्रोतबाट आएका शब्दहरू रहेका छन्। नेपाली भाषा संस्कृत भाषाबाट विकसित भएको भाषा हो। यसरी नेपाली भाषामा तत्सम तद्भव र आगन्तुक गरी 3 प्रकारका शब्दहरू रहेका छन्। तत्सम शब्द संस्कृत भाषा नेपाली भाषाको जननी भाषा हो। संस्कृत भाषा नेपाली भाषाको जननी हो। संस्कृत भाषाबाट नेपाली भाषामा जस्ताको तस्तै अर्थात् रूप परिवर्तन नभइकन आएका शब्दहरूलाई तत्सम भनिन्छ। तत् भनेको त्यो र सम भनेको समान हो। संस्कृत भाषाका शब्दहरू समान रूपमा प्रयोग भएका शब्दहरूलाई तत्सम शब्द भनिन्छ। तत्सम शब्द चिन्ने आधारहरू निम्न छन्। पहिलो आधारमा 1 नम्बरमा श्र लागेका शब्दहरू सबै तत्सम शब्द हुन्। जस्तै श्रीवृद्धि, श्रद्धा, श्रावण, श्रम, श्रमिक, आश्रित, श्रोता, श्रीमान, श्रद्धालु, आश्रय, श्रवण आदि। ऋ वा ऋकार लागेका शब्दहरू पनि सबै तत्सम नै हुन्छन्। जस्तै ऋतु, ऋणी, ऋषि, ऋचा, ऋषभ, वृष्टि, सृष्टि, कृति, स्मृति, कार्य, स्वर्गीय, कृति, ऋण, ऋग्वेद, वृष्टि आदि। 3 नम्बरमा छ यण, यण, श, क्षेत्र, ज्ञ अक्षर भएका शब्दहरू पनि तत्सम हुन्छन्। जस्तै यबाट कञ्चन, व्यञ्जन, सञ्चय, वञ्चित, मञ्जुल, पञ्चामृत, पञ्च आदि। अणबाट लक्षण, कण, गण, मणि, दण्ड, वर्ण आदि। शबाट मूर्धन्य शबाट आषाढ, पुष्प, बहिष्कार, ओष्ठ, शोषक, कृष्ण, षड्यन्त्र आदि। क्षबाट समक्ष, क्षेत्र, पक्षपाती, अक्ष, क्षति आदि। त्रबाट त्रिशूल, मन्त्र, यन्त्र, त्राण, नेत्र आदि। ज्ञबाट ज्ञापन, आज्ञा, विज्ञान, विज्ञ, ज्ञानी आदि। शबाट शक्ति, शङ्कर, शङ्का, शङ्ख, शत, शताब्दी, शतायु आदि। 4 नम्बरमा शिर बिन्दु लागेका शब्दमा सम्वेक, प्रशंसा, संक्षेप, संहार आदि। 5 नम्बरमा तत्सम शब्दमा पञ्चम वर्णको प्रयोग गरिन्छ। जस्तै ङ, यण, न, म। ङ, यण, न, म लागेका शब्दहरू पञ्चम वर्ण सबै तत्सम शब्द हुन्छन्। यदि तपाईले कुनै पनि अनुच्छेदमा वाक्यमा ङ, य, ण, न, म लागेका शब्द देख्नुभयो भने यो तत्सम शब्द हो भनेर चिन्नुहोला। अङ्क, शङ्का, शङ्ख, घण्टी, कण्ठ, खण्ड, दन्त, मन्द, भूकम्प, गुम्फन, सम्बन्ध आदि।